चाहिँ तपाईले चाहिँ के त याद गर्नुपर्छ हो। प्रत्येकचोटी तपाईले र लेख्दाखेरि के गर्नु पर्यो त भन्दा 12 बजेदेखि 11 बजे फर्काउनु पर्यो। अब टु लाइन कपीमा कसरी नाप्ने त जहाँबाट सुरु गर्नुहुन्छ त्यहाँ 12 बज्छ है। अनि त्यसपछि तपाईले चाहिँ र लेख्दाखेरि यसरी लेख्नु भयो भने यो र फेरि मिल्दैन है, बुझ्नु भयो नि। जहाँबाट सुरु गर्नुहुन्छ तपाईको त्यो चाहिँ के त 12 बज्छ र 12 भन्दा अगाडिपट्टि देखाउनु पर्यो यो 11 हुन्छ र यसको सिधा तल के हुन्छ 6 हुन्छ र अलि पछाडिपट्टि के हुन्छ 5। भनेपछि तपाईको चाहिँ के त यसरी आउँदाखेरि यो पोजिसनमा आउनु पर्यो तपाईको है, यो पोजिसनमा आउनु पर्यो र अब तपाईको र कस्तो बनाउने र राम्रो कि नराम्रो भनेर भन्नको लागि तपाईले चाहिँ 12 देखि 11 बजेतिर फर्काउने माथिको कर्वमा भर पर्छ है। माथिको कर्वमा भर पर्छ, त्यो कर्व तपाईले कसरी फर्काउनुहुन्छ। ल अब तपाईले चाहिँ के गर्नुस् एउटा र बनाउनुस् र फेरि के गर्नुस् 12 देखि 11 बजेतिर उल्टो सी फर्काउनुस् र यसलाई सिधा लाइन तान्दिनुस् अर्को र हो। अनि यो र को चाहिँ र बाट पनि हामीले स पनि बनाउन सकिन्छ भनेर सिकाएको थियो हो। अनि स बनाउँदाखेरि हामीले स को स्माइल चाहिँ कहाँबाट दिनुपर्छ भनेर भनेको थियौ। त्यो 12 बजेबाट 11 बजेसम्म लगेको पर्छ हो। यो उल्टो सी कर्वको भाग अथवा उल्टो सी को यो कर्वको भागमा यो कर्वको भागबाट स्माइल दिनुपर्छ भनेर भनेको थियो हो। र यसरी हामीले यसरी दिँदाखेरि यो तलबाट स्माइल दिनु हुँदैन भनेर भनेको थियो हो। अब चाहिँ तपाईले के गर्नु पर्यो त भन्दा तपाईले कसरी दिनुहुन्छ त्यो मलाई थाहा भएन। अब तपाईले चाहिँ बच्चाले यसरी स्माइल दिएको छ भने यसलाई हुँदैन है भनेर भनिदिन सक्नु पर्यो तपाईले चाहिँ है। यो कर्वमा चाहिँ स्माइल कर्वको भागभन्दा मुनि स्माइल दिएको छ भने बाबु यो हुँदैन है, यो स्माइल भनेको यो कर्वबाट हुनुपर्छ भनेर चाहिँ भन्नु पर्यो के। तपाईले जुन चाहिँ के त यो नसिकाइकन तपाईले चाहिँ के त राइट दिन पाउनु भएन। किन भन्दा हामीले अब अक्षर जुन एन्सर राउन्डतिर जाँदै गएनौँ कि हामीले अक्षरलाई चाहिँ सुधार्नतिर गछौँ हो। त्यो भएको कारणले गर्दा यो कर्वको भागमा चाहिँ स्माइल हुनु पर्यो। यो कुरा चाहिँ हजुरहरूले याद गर्नु पर्यो। र माथिबाट सिधा लाइन तान्ने, लाइन कस्तो हुनुपर्छ, लामो हुनुपर्छ कि छोटो हुनुपर्छ, बराबर हुनुपर्छ हो। यो कुरा चाहिँ याद गर्नु पर्यो। अब बाबु नानीहरूले यसरी स लेख्नु भएको छ ठिकै छ। अब यस्तो भयो भने स भयो कि भएन भन्ने भएन, पछाडिको लाइन बराबर बनाऊ है भनेर भन्नु पर्यो। यो कुरा चाहिँ तपाईले चाहिँ के गर्नु पर्यो याद गर्नु पर्यो है। ल फेरि हामीले र बाट अर्को कुन अक्षर बनाउन सक्छौं भनेको थियौ ख। ख ओके। अब यसरी ख बनाउने, ख बनाउँदाखेरि के गर्नु पर्यो सिधा तानेको भाग बराबर हुनु पर्यो हो। अनि यो सिधा तानेको भागको बीच भागमा चाहिँ सानो व बनाउनु पर्यो के, बुझ्नु भएको छ नि। सानो ठुलो व क को जस्तो चाहिँ के त ठुलो चाहिँ व बनाउन दिनु भएन, सानो हुनु पर्यो है। र यो ख को चाहिँ यो तलको भाग पनि के हुनु पर्यो त बराबर हुनु पर्यो। यो कुरा चाहिँ हजुरहरूले के गर्नु पर्यो आफूले भन्दा पनि बाबु नानीको कपीमा हेरिदिनु पर्यो। जुन लेख्नुहुन्छ नि राइटिङ त्यसमा चाहिँ कपीमा हेरिदिनु है। किन भन्दाखेरि हजुरहरूलाई राम्रो बनाउनुहोस् भनेर भन्यो भने फेरि हामी त पढेर पास गरेर आइसक्नु भनेर भन्नु होला होइन। त्यही भएर चाहिँ के गर्ने त भन्दा अब पास हुनेवालालाई चाहिँ के गर्नु पर्यो सिकाइदिनु पर्यो है। ल अब फेरि रबाट अर्को कुन अक्षर बनाउन सकिन्छ भनेको थियौँ हामीले शङ्ख स। अब शङ्ख स बनाउँदा पनि के गर्नु पर्यो 12 बजेदेखि 11 बजेतिर उल्टो सी फर्काउनु पर्यो, यसलाई नै सिधा तान्नु पर्यो हो। अनि पछाडिबाट आकार दिनु पर्यो र यो अगाडिको भागलाई चाहिँ सानो कर्व गरिदिनु पर्यो है। अनि त्यस पछाडि डिका चाहिँ के हुनु पर्यो दुईटा हुनु पर्यो। अनि हजुरहरूले के याद गरिदिनु पर्यो त भन्दा बाबु नानीको शङ्ख समा है बाबु नानीहरूले यसरी स लेखेर यसरी डिका दिनु भएको छ भने यो भएन भन्नु पर्यो है। अनि त्यस पछाडि के त यसरी बनाऊ भनेर भनिन्छ हामीले र यो माथिको भागलाई कर्व गर भन्दा यहाँ यसरी कर्व गरिदिन्छ बच्चाले हो। यसलाई पनि भएन भन्नु पर्यो किनकि यो स को उल्टो सी को
तलको र माथिको भाग जोडिनु हुँदैन भनेर भन्नु पर्यो है। तलको र माथिको भाग जोडिनु हुँदैन भनेर बाबु नानीहरूलाई सिकाउनु पर्यो। यो चाहिँ ल अर्को कुन अक्षर लेख्न सकिन्छ भने त्यो एकतारे हो। ल फेरि के गर्ने 12 बजेदेखि 11 बजेसम्मतिर उल्टो सी फर्काउने। त्यसलाई चाहिँ के त सिधा 5 बजेतिर तान्दिने। तर एकतारे ए को यसरी हेर्नुस् है 12 बजेतिर 11 बजे सिधा अनि माथिबाट सिधा लाइन ल्याएर स्माइल दिने अनि जोड दिने भनेको छ हो कि हैन हो। अनि यसको स्माइल चाहिँ कुन पार्टमा जोडिनु पर्छ भनेर भनेथे कर्कको भागमा हो। र म्याक्सिमम बाबु नानीले बनाउने यी हो है फेरि बुझ्नु भएको छ नि। अब यसलाई चाहिँ के गर्नु पर्यो त भन्दा माथिबाट सिधा लाइन ल्याएर थोरै कट गरेर कर्कको भागमा चाहिँ दिनु पर्यो भनेर तपाईले सिकाउनु पर्यो यसलाई चाहिँ बुझ्नु भएको छ नि। कसैले यस्तो खालको लेख्नु भएको छ भने चेन्ज गरिहाल्नु चाहिँ आफ्नो हेरिहाल्नु हो कि ठ्याक्कै यहाँ मैले लेख्छु अनि त्यो लेखेर आफूले अघि लेखेको पकडामा हेरेर अनि त्यसपछि त्यसलाई ठ्याक्क मिलाइहाल्नु। ल अब अर्को हामीले यो समूहमा कुन लेटर पनि बनाउन सकिन्छ भने चाहिँ उल्टो सीबाट एक ओके। ल अब यसलाई के गर्ने 12 बजेदेखि 11 बजे उल्टो सी फर्काउने। यसलाई स्माइल दिने फुल स्माइल दिने भनेको हो। यो स्माइल फुल स्माइल भनेको यो भाग बराबर हुनुपर्छ भनेको है। र माथिबाट सिधा लाइन ल्याएर अगाडिको भन्दा पछाडिको भाग चाहिँ लामो हुनुपर्छ। सिधा लाइन चाहिँ लामो हुनु पर्यो। यो चाहिँ के त पछाडिको सिधा लाइन चाहिँ के हुनु पर्यो लामो हुनु पर्यो। यो कुरा चाहिँ तपाईहरुले चाहिँ के त बाबु नानीको हेरिदिनु पर्यो। यसरी यज्ञ ए लेख्नु भएको छ भने यसलाई यज्ञ ए भनेर चाहिँ भनिदिनु भएन। किन भन्दा हामीले यसलाई भन्यौ भने उले 10 कक्षासम्म पनि यस्तै लेखिदिन्छ के बुझ्नु भयो नि है। किनकि उसको कन्सेप्टमा के हुनु पर्यो यज्ञ ए को अगाडि भन्दा पछाडिको भाग चाहिँ लामो हुनुपर्छ भनेर उसको कन्सेप्टमा एकचोटी बसिसकेपछि उसले सधैँभरि त्यस्तै लेख्छ है यो कुरा। अनि अर्को हामीले कुन लेटर लेख्ने भनेको छौं बनाउन सकिन्छ भनेको थियौ थर्मस्थ हो। फेरि यसरी नै जाने फुल स्माइल दिने सिधा ल्याउने अगाडिको भन्दा पछाडिको भाग लामो र यो अगाडिको भागलाई सानो कर्व गरिदिने। कर्व गरिदिँदाखेरि यसलाई दुईटा टिका दिनुपर्छ र यो कर्व गरिदिँदा बाबु नानीहरुको थर्मस्थमा समस्या धेरै समस्या आउने भनेको यो हो है। तलको सी को पार्ट र माथिको सी को पार्ट चाहिँ के त जोडिनु हुँदैन भनेर भन्नु है। तपाईले चाहिँ हेर्दिने भनेको यो पार्ट हो सुन्नु भयो नि यो पार्ट हो हेर्दिने। तपाईले बनाउँदाखेरि तपाईले आफ्नो राइटिङ राम्रो बनाउनुस् या नराम्रो बनाउनुस् हामीलाई त्यही मतलब भयो। तर बाबु नानीको चाहिँ यो फर्मेटमा बस्नु पर्यो के किन भन्दा यस्तो लेख्यो भने यो भएन भनेर भन्न सक्नु पर्यो त हजुर है। किन भन्दा तपाईहरुले त के गर्नु भएको छ त साना साना बाबु नानीहरुको भोलिको भविष्यमा बन्ने डाक्टर पाइलटहरुको ओके हो टिचरहरुको भविष्य कोर्दै हुनुहुन्छ। त्यो भएर त्यो भविष्य कोर्दिँदा पनि तपाईहरुले के गर्नु पर्यो त भन्दा पोजिटिभ तरिकाले राम्रो तरिकाले कोर्दिनु पर्यो।